खानु हुँदैन हेल्दी फुड मात्रै खानुपर्छ अनि टास्कीले चाहिँ बिहान के खान्छ दुध र ब्रेड अनि चिया कफी खाने गरेको छैन हो त्यो पनि खानु हुँदैन है अनि जाँड रक्सी खानु पनि राम्रो होइन होइन अनि सारा चाहिँ बिहान उठेर के खानुहुन्छ बिहान उठेर ए अनि बाबा पानी मेरो बाबा बिहान उठेर पानी खानुहुन्छ अनि त्यसपछि बल्ल कफी खानुहुन्छ अनि साराको बाबा चाहिँ के खानुहुन्छ सारा बाबा चाहिँ के खानुहुन्छ बाबाले भात खानुहुन्छ कफी खानुहुन्छ बाबा र मम्मी कसले माया गर्नुहुन्छ बाबाले र मम्मीले दुवैजना बराबरी मलाई त बाबाले कुटेको चाहिँ मम्मीले माया गर्नुहुन्छ होइन होला बाबाले त मायाले कुटेको होला नि यति राम्रो मान्छेलाई के कुट्नुहुन्छ होला सारलाई कसले बढी माया गर्ने बाबा हो त गफाडी भाइले के भन्छ अरे अब भर्खर जन्मेको मान्छेले त्यस्तो भन्छ होइन कति ठुलो भयो 10 भइसक्यो 10 दिन 10 दिनको मान्छे बोल्छ के भन्छ त त्यस्तो भयो भने मलाई भन्नु म्यामलाई पनि नभन्नु मलाई अङ्कल अङ्कल यसो गर्छ भन्नु म गरिहाल्छु हस् हजुर त ज्ञानी भइसक्छ नि म्याम मात्रै कराउनुहुन्छ त्यही भएन है के भनेको अनि हजुरको म्याम होइन त बाल्ने के भने म्यामले भनेको के मान्ने म्यामले भन्छु कि लन्च खाऊ लन्च खाने अनि म्यामले भन्छु हामीहरू लाइन बनाउने हामीहरू अब पढ्ने भन्ने अब कक्षा गर्ने अनि म्यामले भन्नुहुन्छ हामी खेलौँ भन्नु म्यामले हामी खेल्ने अनि त के भनेको त दाइले होइन किन म्यामलाई भनेको म्यामले सोध्ने त्यही त अनि म्यामलाई हजुरहरूले म्यामलाई सोध्नु पर्दैन म्यामलाई नभन्नु अरे कस्तो त्यस्तो भन्नुहुन्छ म्यामले भनेको त मान्नु पर्यो नि होइन र अनि आएर नभन अरे म्यामलाई नभन अरे त्यस्तो नि भन्नुहुन्छ हजुर त म्यामले जे भन्छ त्यही मान्छिन्छ नि होइन स्कुलमा चाहिँ म्यामले घरमा त मामुले भनेको मान्नु परिहाल्यो नि स्कुलमा चाहिँ म्यामले भनेको मान्ने म्यामले जे भन्यो त्यही मान्ने होइन छोरा म्यामले गाली गर्यो भने पनि नरिसाउने मान्ने अन्त म्यामले जे भन्यो त्यही मान्ने आयो अनि म्यामले त पढ भनेको त हजुरकै लागि हो त हो नि होइन हो कि होइन सारा क्लासमा हजुरको क्लासमा चकचके साथी पनि हुनुहुन्छ है ए चकचके नै हुनुहुन्छ है अनि त्यो रेहानले कसलाई चाहिँ टेर्नुहुन्छ त है
ए हस् म खाएर खानु परेन कसले भनेको टेर्नुहुन्छ घरमा चाहिँ सोफा छ नि सिरानी सब फ्यालफुल गर्छ हो र उसको मम्मी र म जहिले पनि सफा गरेको गरेँ खाले सकेन